नाक र मुखले बाफ्लेको बिलिभको कुरा बिलिभ त अब चाहिँ पालो भएको छ चाहिँ हामी गुगलमा छौँ अहिले यो चाहिँ पोखिएको पनि वेट नाप्नु पर्यो हाई एन्ड नमस्ते एक्चुअली म चाहिँ काठमाडौँ आइसकेको छु हैन काठमाडौँ चाहिँ म 8 गते पुगेको 7 गते गाडीबाट हिँडेँ र मलाई चाहिँ एकदमै हतार थियो त्यसैले मैले कुनै पनि ब्लग राख्न पाएन र एकदमै बिरामी छु कि आई मिन 7 गतेबाट 8 गते म यहाँ आएँ 9 गतेदेखि चाहिँ मलाई रुगा लागिरहेछ एकदमै नराम्रोसँग रुगा लागिरहेछ मैले यति धेरै औषधि खाएँ तर पनि केही ठिक हुँदैन अहिले चाहिँ बाफ लिइरहेको छु र आई होप 2-4 दिनमा ठिक होला हैन एन्ड अल्सो हजुरलाई थाहा छ कि म फ्यासन डिजाइनर हो र मैले चाहिँ सुटिङ युनिटसँग चाहिँ काम गरिरहनु पर्ने हुन्छ कि अनि मेरो चाहिँ जुन नयाँ सङ आउँदैछ जुन चाहिँ थारू सङ हो एकदमै बजेटवाला नै सङ हो त्यसैले हाम्रो ड्रेस मात्रै पनि 1 लाख हुनेवाला छ र थारू सङमा चाहिँ धेरै जस्तो चाहिँ मैले काम गरिसकेको छु यदि हजुरले चाहिँ फ्री क्लास लिन चाहनुहुन्छ र मेरो बारेमा थाहा पाउन चाहनुहुन्छ भने हाम्रो अर्को च्यानल पनि रहेको छ जुन चाहिँ ड्रेस बाई कृष्ण छ र हजुरले त्यहाँ गएर फ्री क्लास लिन सक्नुहुन्छ सिलाइको अनि हजुरको डिजाइनको हरेक कुराको चाहिँ मैले त्यहाँ राख्ने गरेको छु र धेरै दिन चाहिँ सन्चो नभएको कारणले गर्दाखेरि पनि मैले वर्क फ्रम होम गरेको छु र मैले यो प्लेसलाई चाहिँ डेकोरेट गरेर घरबाट चाहिँ क्लास दिने सोचिरहेको छु तर यो च्यानलमा हैन अर्को च्यानलमा र यो च्यानलमा पनि मैले इन्टरटेनमेन्ट सम्बन्धी मेरो डेली ब्लगहरू राख्ने सोचिरहेको हुन्छु तर भ्याउँदैन जति भ्याउँछु मैले चाहिँ राखिदिन्छु है सो त्यही हो रुगा चाहिँ चाँडै ठिक होस् एन्ड आई होप हजुरहरू पनि केयर गर्नुहोला जबदेखि म काठमाडौँ आएँ तबदेखि पानी परेको परै छ हैन 4 दिनसम्म पानी पर्यो र आज स्याटरडे सन्डे हो आज र आजबाट चाहिँ अलिकति घाम लागेको छ आई होप भोलिसम्म रुगा चाँडै ठिक होस् मेरो चाहिँ यहाँ चाहिँ मेरो वर्क फ्रम होम काम भइ नै रहेको छ र स्पेसली यो सुटिङको काम हो मैले चाहिँ यो हिजो काम गरेर म एकदमै बिरामी भएर सुतिहालेँ हजुरले अर्को च्यानलमा मेरो डिटेल कामको बारेमा पनि बुझ्न सक्नुहुन्छ म चाहिँ एकचोटि मेडिकल गएर आउँछु म चाहिँ हैन पहिला यही टोलमा बस्थेँ कि हैन अनि 3 इयर मैले यही बस्या हो अनि त्यसपछि यो घर चाहिँ भत्काउनु पर्ने भएर घरबेटीले भन्नु पर्यो कि अब चाहिँ छोडेर जानुपर्छ यो घरलाई चाहिँ हामी बेच्दैछु भन्ने कुरा गर्नुभयो एन्ड देन म चाहिँ यो ठाउँ छोडेर गएको हो कि तर यो टोलमा पिस अनि यहाँको लोकल भन्दा पनि यहाँ चाहिँ स्पेसली यो कलश अपार्टमेन्ट छ अनि बिग मार्ट छ कि अनि एकदमै धेरै पिसफुल इन्भाइरोमेन्ट थियो कि यहाँ चाहिँ हैन एन्ड सबै कुराको सुविधा लाइक अ मार्केट एन्ड एभ्रिथिङ पछि गएर चाहिँ यो जिममा चाहिँ पहिला म जिम गर्न आउँथेँ एन्ड यहाँ चाहिँ अल इक्विपमेन्ट छ र यही एरियामा चाहिँ म बस्थेँ कि पहिला हैन एरिया एकदमै पिसफुल छ एकदमै शान्तिपूर्वक छ र मलाई चाहिँ एउटा ह्याबिट के बसेको भने यहाँ चाहिँ म किन औषधि लिन अनि बिग मार्ट पनि छ कि साइडमा कोरियन सप पनि छ यहीँबाट औषधि खाने बानी बस्यो कि यहाँ बसिसकेपछि 3 इयर्ससम्म हैन र मेडिसिन दिने व्यक्ति पनि एज एक्सपिरियन्स 70-60 वर्षको हुनुहुन्छ कि उहाँको हस्बेन्ड चाहिँ 70 अराउन्डको हुनुहुन्छ अनि उहाँ चाहिँ 60 इयरको हुनुहुन्छ सो उहाँको त्यो एक्सपिरियन्सले दिएको औषधि चाहिँ मलाई लाग्ने गर्छ भन्ने किसिमको बिलिभ भएर पनि होला हैन मलाई चाहिँ एकदमै धेरै बिलिभ लाग्छ क्या त्यो कारणले चाहिँ मैले त्यहाँ जुन अहिले नयाँ टोलमा नयाँ त हैन 2 इयर अलमोस्ट 2 इयर हुन लागिसकेको छ वैशाख आयो भने 2 वर्ष हुन्छ त्यहाँको औषधि र
यहाँको म फरक पाइरहेको हुन्छु कि म चाहिँ। यहाँ चाहिँ मन्दिर पनि यहाँ चाहिँ गणेशजी हुनुहुन्छ र स्पेसली हामी चाहिँ दर्शन गर्छौँ। आफ्टर द्याट यो ठाउँ चाहिँ इभन मलाई अहिले पनि एकदमै धेरै फेभरेट प्लेस हो कि। अब यस्तो छ यहाँको जुन सोसाइटीको सोच अनि हरेक कुराहरू डिफ्रेन्ट छ। अब म चाहिँ अहिले न्यू ठाउँमा बसिरहेको छु, त्यहाँ चाहिँ अलिकति होहल्ला हुने अनि अलिक होहल्ला नै हुने अनि अलिकति नेगेटिभ पिपुलहरूको भिड चाहिँ धेरै भएको छ होइन। यो एरिया चाहिँ एकदमै पिसफुल एरिया हो कि। सो मलाई यहाँबाट सर्न मन चाहिँ थिएन, तर बाध्यताले सर्नु पर्यो। एन्ड फाइनली मेरो वेट नाप्नु पर्यो कि कति केजी रहेछु। ओ माई गड 50 केजी पुगेछु। यो झोला यहाँ चाहिँ म 49 केजी रहेछु। ब्याग रहेछ कि। फाइनल्ली म चाहिँ मेडिकलबाट फर्किसकेको छु र इभन मलाई चाहिँ त्यहाँ एकदमै धेरै मान्छेहरू हुनुहुन्थ्यो कि। सो मैले चाहिँ केही पनि राख्न पाएन र लेट्स सी भोलि के हुन्छ। मैले हात खुट्टा पनि धोइसकेको छु अनि मन्दिरमा बत्ती पनि केही पकाउनु पर्छ र यहाँ चाहिँ पानी तताइरहेको छु म। प्राय यो काँसको उसमा खाँदाखेरि चाहिँ हेल्थको लागि राम्रो हुन्छ अरे। हामी बाफ लिनलाई सन्चोको बाफ लिनलाई पानी तताइरहेको छु र यहाँ चाहिँ अब मलाई हाफ चम्मच घिउ अनि मस्यौराको तरकारी अनि 2टा रोटी खान्छु सोचिरहेको छु। साँझमा चाहिँ मैले खाना बनाएको हुँदै साँझ मैले खाना बनाएको थिएन, त्यही भएर यो रोटी चाहिँ मैले दिउँसै बनाएको थिएँ। सो यति चाहिँ खानै पर्ने हुन्छ ज्वरो आउँदा पनि औषधिको लागि भयो। हाम्रो पानी पनि तातिसकेको छ। यो रोटी बनाउन चाहिँ मलाई आउँदैन थियो राम्रोसँग होइन। योभन्दा मैले खत्तम बेल्थेँ कि तर कस्तो हुन्थ्यो भने सिक्दा सिक्दा भयो। स्पेसल्ली मेरो साथीहरूले एप्रिसिएट गरेर चाहिँ मैले यतिको गोलो रोटी बनाउन थालेँ हो खास गरी। अनि आई डोन्ट नो घी चाहिँ हेल्थको लागि कस्तो हुन्छ जब रुगा लाग्छ तब। पानी तात्दैछ कि अब एकछिनपछि चाहिँ म सन्चो लिन्छु भनेर। सो फर्स्टमा चाहिँ हामी खाना नै खाइहालौँ। यो ज्वरो आएको बेला, ज्वरो त आएको छैन, मतलब रुगा लागेको बेला चाहिँ मुख बिग्रिरहेको हुन्छ कि होइन। सो खाना खाँदाखेरि चाहिँ खासै ओ माई गड हु इज कलिङ मी। भाइले कल गर्यो एकैछिन है। उहे तो एकचोटि घरे जाई मिलले से मजा रहत नहीं। भएपछि खाना मिठो हुँदैन, एउटा रोटी मात्र सिद्धियो। तो ब्याकग्राउन्डमा चाहिँ व्हाइट पर्दा देखिरहनु भएको छ। मतलब मेरो किचनमा व्हाइट, रुममा व्हाइट, सबतिर व्हाइटै पर्दा छ। किनकि व्हाइट राख्दाखेरि चाहिँ कस्तो हुन्छ भने केही दाग लागिहाल्यो भने पनि केयरफुल भइहालिन्छ कि। अरू कुरा भयो भने चाहिँ तर मेरो सफै हुन्छ त्यो पर्दाहरू चाहिँ होइन। सो त्यो ह्याङ्गर एभ्रिथिङ किचनमै राखिरहेछ किनकि त्यो चाहिँ मेरो पसलको ह्याङ्गर हो। यहाँ ल्याएर राखिरहेको छ अनि कार्पेट पनि अरू ठाउँ राख्ने ठाउँ नपाएर यही छ। मजा आया। पानी चाहिँ तातिसक्यो। अब चाहिँ रुगा ठिक पार्नै पर्ने हुन्छ। एकदमै धेरै तातो पनि छैन, चेक गरौँ। पानी चाहिँ हल्का सेलाएछ कि अझै तताइदिउँ। सन्चोको यस्तो बट्टा भइसक्यो, एकदमै कडा हुन्छ कि यो चाहिँ। यो चाहिँ हामीले 2 थोपा राख्छौँ, तर यो थोपा दिन मिल्नेवाला सिस्टम बनाउनु पर्ने हो कि होइन। धेरै गइदिन्छ नि त। पहिला हामी यसमा खनाउँछौँ यति जति। धेरै थोपा नै गइसक्यो कि
गॉड पोखे छ त सो हामी चाहिँ किन यो पोखिरहेछ आई डोन्ट नो एकदमै कडा हुन्छ कि पोखिरहेछ मलाई त माया लाग्छ धेरै नै पोखिन्छ मतलब युज गरेर भन्दा पनि खेरै गइरा हुन्छ यो सबै कुरा एकदमै पिरो छ एकदम पिरो नाकबाट मुखबाट पिरो फिल भइरहेछ त्यसले काम गर्दैन एकछिन मोबाइल चाहिँ चार्ज गर्छौँ चार्जै सिद्धिसकेको रहेछ सबै अब चाहिँ पालो भएको छ औषधि खाने हैन औषधि चाहिँ मलाई 2 वटा दिनुभएको छ कि त्यो फार्मिस्ट मतलब फार्मेसीको अङ्कलले र अगाडि मैले यो औषधि पनि खाइसकेको थिएँ पुरै सिद्धाइसकेको थिएँ हैन तर फेरि मलाई दिनुभयो र प्लस यो दिनुभयो कि अब यसले चाहिँ होप आशा गरौँ सन्चो होला तर म चाहिँ गुगलमा यसको रिभ्यू यसको मतलब यसको अबाउट नहेरिकन चाहिँ म कुनै पनि औषधि खाँदैन सबैको जुनसुकै औषधि चाहिँ मेडिकलबाट ल्याइसकेपछि म चाहिँ फर्स्टमा गुगलमा चेक गर्छु कि यसको काम के हो भनेर किनकि नट ओन्ली द्याट ट्रस्टको कुरा आउँछ अब डक्टरले फार्मेसिस्ट के भन्छ यसलाई फार्मेसिस्टले दिइसकेपछि चाहिँ आइएम सरी यदि उच्चारण गलत भएमा उहाँले दिइसकेपछि अफकोर्स त्यो औषधि काम गर्छ नै र राम्रै हुन्छ त्यसको लागि मैले कुनै नराम्रो हुन्छ भनेको छैन तर सेल्फ नलेजको लागि चाहिँ हामीले गुगलमा सर्च गर्नुपर्छ कि मैले के औषधि सेवन गरेँ के औषधि खाएँ भन्ने कुराको जानकारी लिनको लागि चाहिँ हजुरले गुगलमा सर्च गर्नुपर्ने हुन्छ सो मेरो मोबाइल चार्ज भइसकेको छ हामी सर्च गरौँ गुगलमा यसको नाम चाहिँ रहेको छ सेट है सेट अब यहाँ उल्टो देखिरहेछ होला यसको नाम चाहिँ सेट रहेको छ र यो चाहिँ हामी यहाँ सर्च गर्छौँ चाहिँ हामी गुगलमा छौँ अहिले सो सेट भन्ने बित्तिकै त हजुरले बच्चादेखि नै सुनिरहेको हो सो यसरी सर्च गरेर खानुभयो भने आफूलाई पनि नलेज हुन्छ कि मैले 1 विक अगाडि यो औषधि खाएको थिएँ अनि केही टाइम अगाडि आज मतलब हिजो आज पनि यो औषधि खाइरहेको छु है भन्ने कुरा आफूमा कन्फिडेन्स हुन्छ अनि नलेज हुन्छ नलेजको लागि चाहिँ हो हामीले गुगल के काम हैन हामीले मोबाइल चलाउँछौँ ल्यापटप चलाउँछौँ त्यहाँ पनि अब हामीले सर्च गर्न सक्नुपर्छ एन्ड सर्च गरेर हेर्नुपर्छ कि हामीलाई डक्टरले या फार्मेसिस्टले कुन औषधि दिइरहनु भएको छ र हामीले चाहिँ के औषधि खाइरहेछौँ भनेर सेल्फ नलेजको लागि पनि सर्च गर्ने हो नट ओन्ली द्याट कि अब हुन्छ नि बिलिभको कुरा बिलिभ त गर्नै पर्ने हुन्छ डक्टर भन्ने बित्तिकै या फार्मेसिस्ट भन्ने बित्तिकै हाम्रो लागि चाहिँ एज अ भगवान सरह नै हो कि किनकि हामी एकदमै बिरामी भइरहँदाखेरि उहाँहरूको त्यो बेला उहाँहरूको सल्लाह सुझावले नै हामीलाई चाहिँ कस्तो राम्रो बनाइरहेको हुन्छ सो अब धेरै कुरा नगरी हामी चाहिँ औषधि खाउँ है त फर्स्टमा चाहिँ म यही खान्छु आफ्टर 5 मिनट चाहिँ हामी यो औषधि खान्छौँ ओ माई गॉड एकदमै तितो हुन्छ के यो औषधि चाहिँ हैन एकदमै धेरै मेरो फेस चेन्ज भइसकेको छ डार्क सर्कल हेर्न सक्नुहुन्छ इट्स फर वाचिङ अहिलेसम्म र अब चाहिँ हामी सुत्नुपर्छ रात पनि परिसक्यो 9:04 गइसकेको छ र भोलिको भिडियोमा भेटौँला आई डोन्ट नो म हजुरलाई रिभ्यू दिनेछु कि औषधि कति काम गर्यो गरेन भनेर भोलि भेटौँला है त गुड नाइट
मर्निङ आई होप सबैजना सन्चै हुनुहुन्छ र हिजोको औषधिले 25% रिलिफ मिलिरहेछ एन्ड आई होप साँझसम्म सबै मिल्छ र म चाहिँ उठिसकेको छु चिया पनि खाइसकेको छु र हजुरहरूलाई चाहिँ म यो इन्फर्म गर्छु भनेको थिएँ कि मलाई कतिको सन्चो भयो भनेर 25% रिलिफ भइरहेको छ अब औषधि एगेन अब खाएर एकछिन रेस्ट गर्छु एन्ड देन काम गर्नुपर्छ ओके थ्याङ्क यू सो मच फर वाचिङ दिस अल ब्लग सबै ब्लग हेर्नुभएकोमा स्टार्टिङ टु एन्ड र यदि हजुरले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि के कस्तो लाग्यो कमेन्ट गर्नुहोला लाइक गर्न नबिर्सिनु होला बाई बाई टिल द नेक्स्ट टाइम टेक केयर लभ यु अल